नाबालक छोरी र श्रीमतीलाई सदाको लागि एक्लै पारेर अस्ताए चर्चित गायक तथा नायक प्रशान्त तामाङ। आखिर मृत्यु कसैले पनि रोक्न नसक्ने रहेछ। हामी साना हुँदा इन्डियन आइडलमा उहाँ फाइनलसम्म पुग्दाको त्यो माहौल र त्यो क्रेज सायद अहिलेसम्म देखिएको छैन। कार्यक्रम र अफरहरू छोडेर गायक तथा अभिनेता प्रशान्त तामाङ आफ्नै 3 वर्षकी छोरीलाई समय दिने गर्दथे। यसको कारण आमाको निधनसँग गहिरो रूपमा जोडिएको थियो। कोरोना कालमा आमालाई अन्तिम पलमा भेट्न नपाउनु उनको जीवनकै ठुलो पीडा बनेर आएको थियो। त्यसकै कारण उनी छोरीमा आफ्नो आमाको रूप देख्ने गर्छु भन्ने गर्दथे। दिल्लीमै आफ्नै घरमा हृदयघातका कारण उनको निधन भएको खबर भने यति बेला छरपष्ट भइसकेको छ। श्रीमती एयर होस्टेस भएको कारण पनि उनी आफ्नो घरमा छोरीको जिम्मेवारी उनले नै सम्हाल्न बाध्य भएका थिए। करियरका थुप्रै अवसरहरू हुँदाहुँदै पनि उनले आफ्नो परिवारलाई भने पहिलो स्थान दिँदै आएका थिए। परिवारप्रतिको उनको लगाव अद्भुत थियो। जीवन छोटो भए पनि छोरीसँग बिताएका हाँसो खेलकुद र ससाना क्षणहरू सधैँ सम्झनामा रहनेछन्। दर्शकबिन पछिल्लो समयमा यदि कुनै चिजले चर्चा पाइरहेको छ भने त्यो हो प्रशान्त तामाङको निधन। यति बेला सामाजिक सञ्जालमा उनलाई समर्थन गर्नेहरू र उनको अभिनय र गायकीपनको प्रशंसकहरू भने यति बेला निकै मर्माहत भएका छन्, निकै शोकाकुल भएका छन्। यति बेला उनको परिवारले पनि उनलाई अन्तिम बिदाई दिइसकेको छ। उनको प्राणभन्दा प्यारी छोरी पनि गुच्छा चढाउँदै निकै भक्कानिएकी थिइन्। दर्शकबिन तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न